हेलो एन्ड नमस्ते सबैजनालाई। अनि आज हामी पनि आज गेम खेल्न आएको। के गेम भन्दाखेरि तपाईँहरूले गेस गर्नु होला। हामी पनि त्यो कलर गिफ्ट एक्सचेन्जवाला गेम खेल्न, किनकि यति धेरै त्यो हुन्छ नि हाम्रो फ्लोटिङ भइरहेको थियो नि टिकटक अब हामी पनि यसो बनाउन भनेर कस्तो रमाइलो सबैको हेर्दा अनि आए पनि त्यो यति फुल हेरिन्छ नि, फुल के त्यो यति रमाइलो भइरहेको थियो नि। सबैको हेर्दा रमाइलो लाग्यो। त्यही भएर हामी पनि यसो बनाउँ भनेर आज चाहिँ अब ट्रेन्डिङ त हटिसके जस्तो लाग्यो, तर पनि बनाइदिउँ भनेर। तर हामीले यो पहिले बनाउने भन्ने सोचेको थियौँ। हामी दुईजनाको 2-4 दिन पानी बारा भर्नु भएको थियो। जे बोलेको त्यो चाहिँ होइन है गाइज। ल अब सुरु गरौँ है। पहिला फर्स्टमा के कलर छ? ल फर्स्टमा रेड है गाइज। ल एकैचोटि निकाल्ने है, एकैचोटि भयो है। ल गाइज एकैचोटि है। 1 1 2 3। मैले चाहिँ चाउचाउ लिएर आएको रेड चाहिँ उल्टा हो। मैले चाहिँ यो के तपाईँ ल्याइदिएको के त्यो मार्केटको पनि मैले किन यसो नपाइने ल म चाहिँ यो है। ल यो तिम्रो हो मेरो है। थ्याङ्क यू। अब चाहिँ अब सेकेन्ड है। ग्रीन कलर। ल अब ग्रीन कलर है। ल रेडी है। ग्रीन कता गयो ग्रीन त मेरो त। ल भयो। ल 1 2 3। मैले चाहिँ ओमेगा यो त हामीलाई झम्किलै चाहिने चाहिँ कति। मैले एउटा चाहिँ यो एलोभेराको यो तपाईँको के भन्छ यो जेल होइन फेसको लागि। अनि यो चाहिँ एउटा पिङ्गल्स। यो त दुईलाई पनि यो चाहिँ विशेष है। म चाहिँ एलोभेराको जेल है। ल यो चाहिँ तिमीलाई काम लाग्ने एकदम मजाले। ल यहाँ राख्नु अगाडि। ल अब चाहिँ हाम्रो थर्डमा है। थर्डमा चाहिँ कुन छ? ब्राउन। ब्राउन कलर छ है। ल थर्डमा। ल अब राइट है थर्ड एकैचोटि है। भयो 1 2 3। मैले चाहिँ यो टी सर्ट हो। मैले त कफीको सकिरहेको थियो ट्याक्क ब्राउनमा भेटाएँ मैले। मलाई त यस्तो घाटा लाग्यो सबै घरमा काम लाग्यो न। टी सर्ट दामी रहेछ। ल मैले चाहिँ कफीको है यो ब्राउन कलर कफी फिल्टर। ल घाटो घाटो मलाई घाटो लाग्यो। नाइस नाइस। थ्याङ्क यू। म त चाहिँ जस्तो खाँदो डुब्न डुब्न यति यहाँ यतिसकेको छ। अब चाहिँ यसपछि कलर के छ हाम्रो? पहिले निकाली गएको अब चाहिँ व्हाइट छ है। ल एकैचोटि है व्हाइट भयो। रेडी 1 2 3। व्हाइट चाहिँ म टी सर्ट लिएर आइदिन्छु। टी सर्ट है। ओइ कस्तो राम्रो। व्हाइट चाहिँ टी सर्ट छ। ल ओइ मैले त एक्सपेक्ट नि गरेको थिइनँ। ल यो के हो? यो आफूलाई युज हुने हो, यो मलाई होइन। मैले चाहिँ सावल चाहिँ यो व्हाइट पनि छ ग्रीन पनि जुन पनि मिलेर मैले चाहिँ यो देखिरहेको थिएँ तर ख्याल गरिनँ मैले चाहिँ है। ल टी सर्ट ओ माय गॉड। थ्याङ्क यू। कस्तो राम्रो छ है। अझै केही लिँदैन अरे। अर्को पनि छ तर मसँग व्हाइट कलरको के होला गेस गर। व्हाइट कलरको खै त तिमीले निकालेको यो हो? अनि एकैचोटि निकाल्ने हो त अनि? सरप्राइज। ल देऊ नि त के हो? मसँग त एउटा मात्रै छ। यसमा चाहिँ व्हाइट र सबै मिक्स छ तर मेन चाहिँ मैले व्हाइटलाई फोकस गरेको चाहिँ है। के हो चाहिँ? यो पनि टी सर्ट। ओहो व्हाइट टी सर्ट। नाइस। कस्तो छ? राम्रो धेरै राम्रो। ल म त चुल्लुमै दुई भन्ने सोचेको। दुईटा टी सर्ट है मेरो। ल व्हाइट टी सर्ट। अनि अर्को अलग कुन कलर थियो रे? अब चाहिँ येल्लो। येल्लोमा है। ल एकैचोटि येल्लो भयो। ओ आई सी मैले येल्लो 1 2 3। म चाहिँ लिटरको कफी येल्लो। लाइट येल्लो टाइपको देखियो। कति टी सर्ट हो त? ओ टी सर्ट छ त मेरो त यार। येल्लो ओरिजिनल येल्लो। चाउ चाउ मेरो चाहिँ पुर्काको यो चाहिँ यो येल्लो भनेर येल्लो टाइपको ल्याए तर यो होइन जस्तो लाग्यो घरबाटै निकालेको चाहिँ। होइन टी सर्ट भयो त हो मेरो त। यो त खतरा छ त यो पनि। वाउ मान्छे नै खतरा भने मैले खतरै ल्याएर दिन्छु नि। दामी दामी दामी। ल मेरो त टी सर्ट भरि समर भरिलाई पुग्ने भयो मलाई टी सर्ट गाइज। थ्याङ्क यू। अब हाम्रो के छ? अब हाम्रो ब्लू कलर है गाइज। ल ब्लू कलर है। 1 भयो 1 2 3। ब्लू कलर मैले चाहिँ एउटा यो कोलगेट के यो मुख फ्रेस गर्ने अनि यो चाहिँ नौदा काम लाग्छ भनेर फर्स्ट घोषण। मैले टुथपेस्ट ल्याइदिएको के जुलेटरवाला हो गाइस। टुथपेस्ट हो यो? ओहो ल यो म चाहिँ मुख फ्रेस गराउनलाई ब्रस गरिसकेपछि अनि यो चाहिँ तिमीलाई नुहाउन काम लाग्छ। ल ल थ्याङ्क यू। यो टुथब्रस हो राम्रो रहेछ। ल जिलेटर एकदम राम्रो हुन्छ गाइस। ल अब चाहिँ हाम्रो धेरै छैन। लास्ट चाहिँ लास्ट कलर है हाम्रो गाइस। अब पर्पल कलर। अब हाम्रो चाहिँ लास्ट पर्पल कलर है। पर्पल कलर लास्ट। ल भयो 1 2 3। निकाल न एकैचोटि छिटो। यो एकदम धमेको दामी। ल फास्ट निकाल नि त 1 2 3। ल दिला न। ल 1 2 3। ल के हो यो पर्पल कलरको? मैले चाहिँ यो यस्तो वाला यो के अरे हो नाम त याद थिएन यो पर्पल कलर। मैले चाहिँ लक्सको साबुन घाटा मलाई लाग्यो लास्ट गाइस भाइ। यस्तो दामी यो चाहिँ अब पर्पल कलरको घाटा लाग्यो यत्रो धेरै। देख्दाखेरि यो राम्रो छैन हेर त। अनि राम्रो छ राम्रो छैन भनेको हैन। ल मैले चाहिँ साबुन रहेछ लास्टमा। यो पनि उसैलाई युज हो मलाई हैन। साबुनले नुहाउने मान्छे तपाईँ हो। थ्याङ्क यू गाइस। हाम्रो सकियो यति नै भिडियो है। ल अब फेरि केही भयो हामीले बनाउँछौँ। ल थ्याङ्क यू। रमाइलो भयो त्यो। अर्को हेर्दा हामी चाहिँ हुन्छ नि कहिले बनाऊँ भएको थियो अनि भने हालेर बाई।